सो गाइस ए ठुक्का टेप त एउटै लेखाइन यस्तो ब्लकर छु कि म अहिले चाहिँ हामी पोखराकै टप बिल्डिङमा आइसकेको छौँ नाप्जाप्लिने हो यसको चाहिँ फुजीको यो चाहिँ 14 तलाको छ अहिलेसम्म हाइएस्ट हो कि पोखराको अहिलेसम्म छैन पोखरामा यस्तो बिल्डिङ हाम्रो चाहिँ पहिलो स्टेप सुरु भयो अब 14 तला माथि पुग्दा कति लाग्ने हो म चाहिँ फाइनली टपमा आइसकेँ सबभन्दा अग्लो पोखराकै सबभन्दा अग्लो बिल्डिङ अहिलेसम्ममा सेडीमा बिएनबी यही हो गाइज तपाईँहरूलाई अपार्टमेन्ट चाहिएको छ भने भन्नु म अहिले बुक गरिदिन्छु यहाँबाट टक्क फेवातालको भ्यू हेर्न सक्नुहुन्छ धेरै यता चाहिँ नजाउँ फेरि हेर्न सक्नुहुन्छ फेवातालको भ्यू यो चाहिँ अहिलेसम्म यसमा चाहिँ हाम्रै कम्पनीले चिठा पारेको छ हेभी यहाँबाट खस्यो भने त हड्डी पनि भेटिन्न होला यार दाइ पनि सुरु भइसक्नु भोला म चाहिँ त्यहाँ माथि चढ्छु है गाइज उस म चाहिँ एक तल माथि बढाइदिन्छु कस्तो देखिन्छ त्यहाँबाट चाहिँ खास हामी नाप्नु चाहिँ यो आएको पुरै विषय नभएर चाहिँ यो लिफ्टको लागि हो